23 गते जुन बच्चाहरू मारियो, बच्चाहरू मराउँदाखेरि नि पुलिसको गोलीले मरेको छैन र 11 बजीदेखि 1:30 बजीसम्म बच्चाहरूले गरेको आन्दोलन छन्, जुन जिन्जी भाइ बहिनीहरूले गरेको आन्दोलन ठिक थियो। जतिखेर बालेनको गाडीमा पानी आउँछ त्यो पानीभित्र नि केमिकल मिसाएको पानी थियो। त्यो पानी जब बाँडिन्छ त्यो पानी खाएपछि मान्छे लुगा खोल्छ, मान्छे पुलिसको हतियार खोल्छ, मान्छे पुलिसको ड्रेस खोलेर लगाउँछ। अचेत अवस्थामा के गरे भन्ने कुरो थाहा हुँदैन। त्यस्तो आन्दोलन हुँदैन। जति पानी बाँडिन्छ नि त्यो पानी खाएपछि मान्छेहरू अचेत अवस्थामा मान्छेहरूले सिंहदरबार, सर्वोच्च अदालतदेखि लिएर त्यहाँ त आगो लगाए, पुलिसका हतियार खोज्ने काम गरेर पुलिसका हतियार पड्काउने काम गरेको छ। भनेपछि कुन आँटले हतियार पड्कायो भन्दा होसमा नआएर हो, बेहोसीमा गरेको। त्यसले गर्दाखेरि ती मान्छेलाई पुलिसले पक्रिनु भन्दा त्यो पानी बोकेर पानी बाँड्न आउने मान्छेलाई पक्रिनु पर्यो। त्यो पानी